हेलो एभ्रिवान गुड मर्निङ। सँगसँगै आज बिहानै मुन्टाबाट चाहिँ बिहानीको जङ्गलबाट चाहिँ जहाँ चाहिँ खोर्सानीको पहिलाको बोटबाट चाहिँ खोर्सानी अलिअलि फलेछ भन्दै है, त्यो पनि डल्ले खोर्सानी। यसलाई चाहिँ अस्ति अलिअलि मोल हाल्दै थियो अनि यो खोर्सानी चाहिँ लोए आजदेखि चाहिँ हाम्रोमा पनि डल्ले खोर्सानी खानु भएछ यो अनिकालमा भनेर चाहिँ लोए उकालो मुन्टा बोकेर हैन यसको सुप खाने भन्दै यहाँ हेर्नुस् न दिच्चाइलाई फेरि बहिनीले लई गरिरहेको थियो नि। लु अब चाहिँ म चाहिँ आज चाहिँ खाना बिहानको मर्निङको खाना पकाउनेतिर लागेँ अनि यो हाम्रो मिनी है सिलौटोमा स्वागत छ। सँगसँगै यहाँ आलु बनिरहेको थियो अनि मुन्टा चाहिँ है अघि मैले आलु पकाउँदै गर्दा चाहिँ मुन्टा टिप्नु गएको थिएँ नि त। अनि यहाँ मुन्टा सुन्टा केलाएर है यहाँ आलुदम पनि हल्का ग्रेभी सँगसँगै है यो मुन्टालाई पनि म ग्रेभी खाने अनि यो एकदमै राम्रो हुन्छ नि त मुन्टाको झोलहरू खानु भनेर। लु है अब आलु पनि मेरो त दामी भएछ हो। लु अब यसलाई धनियाँ सनियाँ हालेर चाहिँ अब चाहिँ यसलाई चाहिँ उतारेर चाहिँ माथि राखिदियो। अन्त अब चाहिँ इस्कुसको झोलको तरकारीतिर लागे। गाउँ बस्तीमा अहिले यही आलु मुन्टा भर्खर यस्तो कुराहरू मात्रै छ। अब तपाईँहरूकोतिर के छ हो? हाम्रोतिर चाहिँ अहिले यो भर्खर हुँदै गरेको यो, किनकि यो टाइममा चाहिँ अनिकाल है हावा पानी आउने दिन समयहरू सुरु भन्छ नि त्यस्तै। लोए मुन्टा पनि लोए मेरो चाहिँ पाक्दैछ है। अब यसलाई होइन झोल लाउने होइन यसको एकदमै राम्रो हुन्छ अरे आँखाको लागि है। अनि ग्रेभी खानुपर्छ भनेर लोए म चाहिँ अलिक ग्रेभी खान मन परिरहेको थियो, त्यसले गर्दा यसलाई ग्रेभी हालेर चाहिँ यहाँ हेर्नुहोस् न बहिनीलाई खिलाउँदै यहाँ हिँडेको त हेर्नु न ऊ आमा उनीहरू चाहिँ खालि डुलाउँ घुमौँ भन्ने मात्रै हुन्छ नि त। त्यसले गर्दा उसलाई एकछिन खेलाइ राखेर चाहिँ अब चाहिँ मेरो चाहिँ उँभो जानुपर्ने थियो नि त अझै हाम्रो चर्चको लागि चाहिँ होइन अझ के कुराहरू मिलेको थिएन नि त। अन्त त्यसले गर्दा बत्तीम र मेरो चाहिँ टाउको दुख्दै हामी यहाँ एकछिन सरसल्लाह गरिसकेर पनि मेरो त्यो दिन चाहिँ त्यतिकै भिडियो सकेछ। अनि नेक्स्ट डेमा फेरि पनि मर्निङमा चाहिँ चिया खाँदै होइन हाम्रो आज बिहानै उठेको थिएँ नि त म घाम पनि आज त्यो डाँडाको फेदमै थियो होइन। लु त्यसले गर्दाखेरि म चाहिँ खोर्सानी बारीतिर अस्ति रोपेको खोर्सानी बारी हेर्नु गएको त अस्ति त पानी पऱ्यो थियो नि त आज त पानी लाउनु जानुपर्छ ल भनेर चाहिँ पानी लाउन आएको। हेर्नुहोस् न मेरो खोर्सानी चाहिँ है अलिअलि है बाँचेछ है। अब फर्स्टमा कति त मर्छ भनेर हेर्नु आएको त लु है सबै कुरा राम्रै रहेछ हो। अन्त खुसी पनि लाग्यो होइन। हेर्नुहोस् आफूले गरेको मेहनतमा होइन राम्रो कुरा हुँदैछ भनिँदैन गर्नुपर्छ भन्दै लोए पानीतिर लाउनुतिर लाग्यो होइन। सँगसँगै चाहिँ प्लास्टिक आदि चाहिँ है चिलाउनेको पत्ताहरू लगाएको थियो नि त्यसले गर्दा लोए सबैतिर पानी अलिअलि छिम्किदिइराख्ने, किनकि घाम दिउँसो निकै जोड लाग्दै थियो नि त। सो फेरि तपाईँहरूलाई मर्निङ भन्दै आजको डेको पनि स्टार्टिङ। अनि उनीहरू चाहिँ भर्खर उठेर यहाँ चिया खाइरहेको थियो नि त कसै भाँडाकुटी खेल्दै होइन। लु म चाहिँ यहाँ साफ सफाइतिर लाग्यो हो। अनि बिहानको काम है केटीहरू के हुन्छ बढाल्ने कुराल्ने खालि कति मैला भएको त्यतिमै मेरो आजको ब्लग पनि यतिमै सक्यो। थ्याङ्क यू सो मच।